अनि त्यो एरियाहरू चाहिँ हामी लोकल बेनिफिटको लागि नै अगाडि बढाइदिएको भए चाहिँ टुरिज्म डिपार्टमेन्टले कम्पनीले बढाइदिएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो होला जस्तो लाग्छ है। सुन्नुमा आएको अनुसार चाहिँ त्यहाँ चाहिँ अब तपाईँको 5 स्टार प्रोपर्टी नै हुन्छ अरे भन्ने मात्रै छ। म अगेन्स्टमा चाहिँ बोलेको चाहिँ होइन, रिसोर्ट बनिनु एकदम राम्रो कुरो, होटल 5 स्टार होटल बनिन्छ भने एरियाको लागि एकदमै राम्रो कुरो है। तर अब त्यस्तो दामी एरियाहरू चाहिँ है कम्पनीले युज नगरिदियोस् भन्ने अब उनीहरूकै फाइदाको लागि चाहिँ युज नगरोस्। वान्स तिनीहरूले लगेपछि है तिनीहरूको पर्मिनेन्टली 100 वर्ष 200 वर्ष पर्मिनेन्टली तिनीहरूले नै लान्छ नि त। र त्यो एरिया कस्तो छ भन्ने कुरा तिमीलाई याद छँदैछ त है? यति दामी छ, सायद सिटोङ क्षेत्रमै त्यतिको भ्यू देख्ने एरिया छैन, सायदै छैन। त्यो हेरि चाहिँ अब त्यहाँ ठुलो प्रोजेक्ट बनेपछि त हाम्रो मन्दिरको सिधा सिधमा परेको छ त्यो। अब त्यहाँ ड्रेनेज सिस्टमहरू कस्तो गर्छ त्यो कुराहरू चाहिँ हाम्रो गाउँलेले बुझ्नु जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ हो। ल है त एभ्रिवान है, म चाहिँ अहिले है यहाँ हाम्रै गाउँमा बगानमा आइरहेको छु है। अनि बगान चाहिँ यसरी किन काटेको भाङा यो माथि अब ठुलो ढुङ्गा भन्छ त्यहाँनिर चाहिँ अब बगानको मालिकले चाहिँ लज बनाउने र चाहिँ यो माइफिर कम्पनीले चाहिँ वहाँनिर अब लज बनाउने। त्यस कारणले गर्दा पनि यहाँबाट चाहिँ गाडी हिँड्ने बाटो खनेर अब गाछ त बहुत जान्छ, यहाँको पब्लिकलाई हेरेसमेन्ट हुन्छ, यसरी काटेको रहेछ नि त है। अब म जसो माथिसम्म आउँछु नि हेर्नु हेर्दै सेब्रुवार है के भन्छ, म चाहिँ यहाँ मेरो गाउँ यहाँ यो उतापट्टि हो होइन। अन्त यहाँ चाहिँ अब बाटो बनाउँदैछ अरे भनेर म चाहिँ हेर्नु आएको नि है। तर यहाँ चाहिँ पुरा गाछहरू काटेछ यसरी क्याउ। अनि माथिसम्म बाटो लाने प्रोजेक्ट हेरेँ होइन, बाटो किन लाँदैछ भन्ने कुरो त्यो मलाई आइडिया पनि छैन, मलाई याद पनि छैन क्या किन लाँदैछ भन्ने बाटो अब होइन। तर म हेर्नु आएको नि अब एउटा जुन एरियामा है यो बाटो लाँदैछ होइन, त्यो एरिया चाहिँ यति दामी छ है, यति सुन्दर छ होइन। म यहाँकै मान्छे भए तापनि है त्यो एरियालाई चाहिँ म हुँदैन एउटा यति दामी लाग्छ क्या त अब है। अनि सो कम्पनीले यसरी घाँसहरू काटेर माथि बाटो लाने भनेर घाँसहरू यसरी के भन्छ टी बुस्टहरू नै फेदबाटै काट्दै रहेछ क्या त हो। अनि बाटो चाहिँ कुन चाहिँ मोटिभले लाँदैछ है कम्पनीले होइन। सो है उहाँहरूको मोटिभ के छ है त्यो चाहिँ म पनि एकदम क्लियर छुइनँ क्या त। आज अचानक यहाँ के भन्छ यो बाटो खनिँदैछ भनेर चाहिँ म यसो हेर्नु आएको नि क्या। भोलि दिनमा कुनै पनि कम्पनीले है कुनै पनि एरियामा है कुनै पनि प्रपर्टी इस्टाब्लिस गर्यो भने चाहिँ पर्मानेन्टली है त्यो एरिया चाहिँ अब भनौँ न के भन्छ हाम्रो लोकल पिपलको हातबाट जान्छ भनौँ है। मैले चाहिँ यस्तो सोचेको थिएँ है, अब सोचेको जस्तो नहुँदो रहेछ क्या यो एरियाहरू चाहिँ इन फ्युचरमा गएर होइन त्यो एरियाबाट चाहिँ लोकल पिपलले नै एकदमै बेनिफिट उठाओस् भन्ने चाहन्थेँ क्या म होइन। अन्त सो है म तपाईँलाई त्यो एरिया देखाउने छु होइन। कम्पनीको एउटा गुड विलमा भोलि दिनमा त्यो एरियामा होइन त्यो जग्गामा कुनै पनि पार्क बनिन्छ या कुनै पनि टुरिस्टहरूको लागि कुनै पनि एउटा केही पनि उयो बनिन्छ भने चाहिँ त्यो त एकदमै दामी हो है। तर भोलि दिनमा है त्यो एरियामा त्यति दामी एरियामा चाहिँ कम्पनीले है 5 स्टार होटेलहरू होइन ठुल्ठुलो रिसोर्टहरू के भन्छ इस्टाब्लिस गऱ्यो भने चाहिँ अब त्यो एरिया चाहिँ हाम्रो लोकल पिपलको हातबाट चाहिँ पर्मानेन्टली फुस्केर जान्छ क्या त। सो है यसको मतलब त्यो होइन के भन्छ नबनाउनु भन्ने कुरा होइन है। तर त्यस्तो है राम्रो जग्गाहरूबाट चाहिँ हाम्रो लोकल पिपलले नै बेनिफिट उठाउन सक्यो भने चाहिँ धेरै राम्रो हुन्छ जस्तो मलाई लाग्छ क्या त। मैले तपाईँलाई कुन चाहिँ एरिया भने यो माथिको हेरेर चाहिँ कति दामी देख्छ, यति दामी देख्छ कि यो माथिको एरिया भनेको टुप्प देख्नु हुँदैछ यो माथिको एरिया यति दामी एरिया छ। त्यो एरियामा म तपाईँलाई कुन दिन लगेर जानेछु, एक दिन लगेर जानेछु है। त्यहाँबाट तपाईँहरूले है कञ्चनजङ्घा दिनको लिएर होइन
तपाईँको यो मधेस है यो मधेस भ्यालीदेखिको लिएर होइन तपाईँको त्यो एरियाबाट 360 है तपाईँले त्यो एरियाबाट चाहिँ प्युर 360 भ्यू देख्नु सक्नुहुनेछ त्यहाँबाट चाहिँ 360 एकदम प्युर है सायदै हाम्रो सिटोङमा है त्यतिको एरिया चाहिँ त्यतिको लोकेसन चाहिँ छैन होला है तर हामीले सिटोङवासीले किन जान सकेको थिएनौँ यो एरिया यति दामी थियो र पनि भन्नु पर्दाखेरि चाहिँ किनभने चाहिँ त्यो एरिया चाहिँ अहिलेसम्म बगानले सिल गरेको थियो है बगानभित्र कुनै पनि टुरिस्टहरूलाई पस्नु दिएको थिएन त्यही कारणले गर्दाखेरि हामी लोकलहरूलाई मात्रै याद छ त्यो एरिया चाहिँ कति दामी छ भनेर है हामी सानामा त्यो एरियातिर पिकनिकहरू खेल्नु जान्थ्यौँ क्या त हो अनि सो हेरौँ के हुन्छ रहेछ है बात गरौँ होइन हेर्नुहोस् है त मानिस ठुलो तल छ सेब्रिवान है यस्तै छ सो है म तपाईँहरूलाई अपडेट गराउने छु है हेरौँ होइन भोलि दिनमा कम्पनीले कुनै पनि त्यो एरियामा ठुल्ठुलो प्रोजेक्टहरू लिएर के भन्छ इस्टाब्लिस गऱ्यो भने चाहिँ के भन्छ त्यो एरिया चाहिँ हाम्रो है हाम्रो यहाँको रेसिडेन्सकोबाट चाहिँ पर्मिनेन्टली नै हातबाट फुस्किन्छ जस्तो मलाई लाग्छ होइन तर भोलि दिनमा त्यो कम्पनीले त्यो एरियामा कुनै पनि पार्कहरू बनाउँछ या केही बनाउँछ भने अझ त्यो लोकल बेनिफिट हुन्छ बढेर जान्छ म चाहिँ अहिले मानिस फुड स्टलमा आइसकेको छु होइन अलिकति उहाँहरू पनि जानकारी पाऊँ है चाहिँ अब त्यहाँ चाहिँ अब म सिरियसली भन्नु हो भने चाहिँ तिमीलाई भन्नै पर्ने कुरा थियो यो चाहिँ है हाम्रो मेन चाहिँ हाम्रो सीमान्त र सिर्जना परिवार समाजले भन्ने कुरा थियो अब त्यहाँनिर एउटा नभनेको पनि त्यहाँनिर ठुलो प्रोजेक्ट बनिँदै रहेछ है मेफेयरको हाम्रो यो कमान अब मेफेयरले चलाउँदा सबैलाई याद भएको कुरा हो मल्दिराम जङ्गपाना हो मेफेयर प्रोजेक्ट बनिँदै रहेछ अब मैले सुन्नुमा आएको अनुसार चाहिँ त्यहाँ चाहिँ अब तपाईँको 5 स्टार प्रोपर्टी नै हुन्छ अरे भन्ने मात्रै छ हो अब आजदेखिको चियागाछ पहिला अब हाम्रो जुजु बाजे बराजु ब्रिटिसको पालिदेखि भन्दा पनि अगाडिदेखिको रोपेको बुचहरू होइन चियाको गार्डनहरू काटिँदैछ अब उनीहरूलाई काट्दाखेरि एकपल्ट मेरो मन पनि कस्तो खिन्न भयो क्या सोच अब हाम्रो पुर्खा बाजेहरूले हाम्रो खुनले रोपेको त्यो ब्लडले रोपेको त्यो कुराहरू त्यस्तो हुँदाखेरि चाहिँ अलिकति नराम्रो पनि लाग्दो रहेछ तर एक प्रकारले हेर्दाखेरि अहिलेको मोडर्न युगमा है डेभलप हुनु पनि जरुरी नै छ धेरै जरुरी छ तर अब मेरो हिसाबले चाहिँ के देख्छु भने चाहिँ हो डेभलप हुनुपर्छ होइन तर हाम्रो गाउँको युवाहरूलाई पनि होइन यसो गरी खाने बाटो मिलाइदिनु पऱ्यो अन्त विशेष गरी चाहिँ के हो भने चाहिँ हाम्रो जति पनि गाउँवासीहरू छ पछि गएर चाहिँ हाम्रो गाउँलाई क्षति नपुऱ्याओस् त्यो रिसोर्टले चाहिँ बुझ्यौ त्यो कुरालाई चाहिँ बुझ्नुपर्छ हाम्रो गाउँलेहरूले नै बनाओस् उनीहरूको प्रोपर्टी हो त्यो केही छैन होइन तर एक प्रकारले हेर्दाखेरि चाहिँ अब त्यहाँ ठुलो प्रोजेक्ट बनेपछि त हाम्रो मन्दिरको सिधा सिरमा परेको छ त्यो अब त्यहाँ ड्रेनेज सिस्टमहरू कस्तो गर्छ त्यो कुराहरू चाहिँ हाम्रो गाउँलेले बुझ्नु जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ हो बनाओस् डेभलपको कुरा हो बनिनुपर्छ होइन अहिलेको मोडर्न युगमा कहाँ पुगेको जमाना हुनुपर्छ तर त्यो कुरा चाहिँ एकदमै जरुरी छ क्या मलाई त्यस्तो लाग्छ मलाई चाहिँ के लाग्छ भने नि अब कुनै पनि कन्स्ट्रक्सन बनिन्छ कुनै पनि डेभलप हुन्छ भने गाउँघरको लागि एकदमै राम्रो कुरो बहुतै राम्रो कुरो है तर त्यो एरिया कस्तो छ भन्ने कुरा तिमीलाई याद छँदैछ त है यति दामी छ सायद सिटोङ क्षेत्रमै त्यतिको भ्यू देख्ने एरिया छैन त्यो एरिया है हाम्रो बाजे बराजु है यो जग्गामा बस्दै आएको त्यो एरियाको बेनिफिट चाहिँ खासमा त लोकलले नै उठाउनु पर्थ्यो नि त होइन मलाई पनि त्यही लाग्छ मैले अघि त्यही भने त मैले कुरा हाम्रो लोकल युवाहरूलाई चाहिँ होइन अब आउनेवाला भावी पिँढीहरूलाई चाहिँ त्यो कुराले चाहिँ उयो नगरोस् खिन्न नबनाओस् पछि होइन थुक्नु नपरोस् म अगेन्स्टमा चाहिँ बोलेको चाहिँ होइन रिसोर्ट बनिनु एकदम राम्रो कुरो होटल 5 स्टार होटल बनिन्छ भने एरियाको लागि एकदमै राम्रो कुरो है तर अब त्यस्तो दामी एरियाहरू चाहिँ है कम्पनीले युज नगरिदियोस् भन्ने अब फाइदाको लागि चाहिँ युज नगरोस् वान्स तिनीहरूले लगेपछि है तिनीहरूको पर्मिनेन्टली 100 वर्ष 200 वर्ष पर्मिनेन्टली तिनीहरू नै लान्छ नि त है द्याट मिन्स हाम्रो त्यो नानीहरूले जुन एरियाबाट है तिम्रो बाउले तिम्रो बाजेले होइन एकदमै राम्रो राम्रो भ्यूहरू हेरेको थियो है देखेको थियो होइन त्यो चाहिँ अब के जान्छ अब आउँदो फ्युचरमा नानीहरूबाट चाहिँ त्यो खोसेर जान्छ भनौँ न होइन अनि त्यो एरियाहरू चाहिँ हामी लोकल बेनिफिटको लागि नै अगाडि बढाइदिएको भए चाहिँ टुरिज्म डिपार्टमेन्टले कम्पनीले बढाइदिएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो होला जस्तो लाग्छ है सो है गाइस हेरौँ अपडेट बुझ्दै जान्छ के बनाएको रहेछ कसो बनाएको रहेछ है ओके गाइस है सो हेरेर प्रतिक्रिया दिनुहोस् होला